हेलो एभ्रिवान नमस्ते। आज चाहिँ म तपाईँहरूलाई फिसिङ ब्लगमा लिएर जाँदैछु। त्यो पनि एकदम ट्रेडिसनल विधिबाट चाहिँ फिसिङ गर्नेछौँ र त्यो भिडियो तपाईँहरूलाई हामी आजको भिडियोमा प्रस्तुत गर्नेछौँ। प्लिज वाचिङ टिल एन्ड। ओके, आज चाहिँ हामी ट्रेडिसनल विधिबाट माछा मार्न आएको छौँ। पानी लामो समय पछाडि पानी परेको छ। पानी परेर छिछिमिरा निस्केको छ। त्यो छिछिमिरा चाहिँ हामी बोकेर कोसीमा ट्रेडिसनल विधिबाट एकदमै ट्रेडिसनल बाँसकै उमा चाहिँ हालेर यो बल्छी बनाएर यहाँ छ छिछिमिरा, यो हालेर चाहिँ कच्चै भन्ने माछा मार्न आएको छौँ। कति मर्छ आई विल सो इन माई भिडियो। यो टोकरीमा चाहिँ छिछिमिरा छ। है बान्ता भाषादेखि के भन्छ छिछिमिरालाई? मिन्ची मिन्ची छिछिमिरा। यसको खासमा यो धमिराबाट बनेको। यहाँदेखि ल्याएर ट्याक्क कस्तो छ भने म यहाँ देखाउँछु तपाईँहरूले। ठ्याक्क भागेर जान्छ भनेर चाहिँ यसमा ल्याउने हो। दुसिरेको पातको उहाल्ने हो। ओन्ली फोकस यस्तो छ। तपाईँहरूले म देखाइदिन्छु। छिछिमिरा भने चाहिँ यो हो। चिनिहाल्नु भयो। छिछिमिरा चाहिँ बल्छीमा यस्तरी हाल्ने हो। यो त अहिले बनाएर ल्याएको। यस्तरी हाल्ने हो। यहाँ अर्को छ दा, यसलाई नि हाल्ने। 4-5 लगाउनु। कता गएछु जलकपुरहरू। ओ ला भाइ समात त्यहाँ त छिछिमिरा छ यार। झन्डैले हाम्रो छिछिमिरा गयो यार, बगेर टेन्सन भएको झन्डैले। परिन भाइले यहाँ बल्छी बनाउँदैछ। अब यो तरिकाले भएन भनेर हाम्रो राजेश दाइ चाहिँ फोन हान्दै हुनुहुन्छ। जस्तै माछा खाने भन्ने सिद्धान्तले। अन्त चिल चाहिँ हाम्रो धर्म दाइलाई छ। गाई हेर्नुहोस् है, यहाँ यस्तो छ। यहाँदेखि निदाएर उता त्यहाँ गयो भने चाहिँ सप्तकोशी। म चाहिँ यहाँ छु। यस्तो छ। परिन भाइ यहाँ छ। यस्तै गर्नुभयो त्यो फेरि स्विच अफ भन्छ र। हजुर छैन। भाइले दामी जुगाड लगाउँदैछ। घरतिरै हुनुहुन्छ हुनु चाहिँ। यो चाहिँ वाइ भन्दाखेरि ढुङ्गा लगाएपछि पानीमा डुब्छ। पानीमा डुबाउनुको लागि अनि जति तलको उति धेरै माछाहरू भएकोले गर्दा भाइले चाहिँ म पनि यहाँनिर झरेको छु र नि माछा मार्नु जाउँ कि सेटिङ भइरहेछ। आफ्नो गन्तव्यसम्म पुग्न नपाई रोकिएका बाँसहरू हुने चाहिँ ल ल पारे उदयपुर। अलिअलि धमिलो भएको नि। चिल मजा भइरहेको छ माछा मार्नु। माछा चाहिँ हामी एक धार्नी मार्ने सोच लिएर आएको, तर अहिलेसम्म एउटा पनि मरेको छैन। एकैचोटि एक धार्नीको फुत्त निकाल्ने जस्तो लाग्ने हो।
बेलुकी चाहिँ मर्छौ गाईको चारो यहाँ बोल्दैछ कता हाल्नु त्यहाँदेखि सुई यहाँ फालै यहाँनिर ल पानी छ बेलुकातिर चाहिँ अलिक कच्चा चाहिँ लाग्छ अरे है यो पारिपट्टि त माछा थाप्नै बनाएको के हो त त्यहाँ बसेर माछा बल्छी हान्दैन होला ए हजुर माछा 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 बल्छी खेल्नु आएको माछा छैन टेन्सन छ गाइज लेट्स गो अदर साइड यहाँ चाहिँ कुलो बनाइदिनु भएको काँडे भ्याकुर चाहिँ नेपाल मात्रै पाइने चरा चाहिँ ल यहाँ एउटा रहेछ कता हो ल यहाँ पनि भेट्यो काँडे भ्याकुर हामी यो फिसिङ गरेर निस्किँदाखेरि चाहिँ एउटा फुलमा बी हमिङ बर्ड्सको प्रजातिको एउटा चरा देखेका छौँ यो चाहिँ बी हमिङ बर्ड्सकै प्रजाति हो तर यो चाहिँ अलिकति थोरै लार्ज हुन्छ थोरै ल बल्छीले चाहिँ हामीले यसरी निकालेछौँ अझै पनि छ ट्याक्क ल हामीले बल्छीले चाहिँ यसरी मार्यौँ माछा आज मसिनो मसिनो पनि म निस्क्यो ठुलो पनि निस्केको छ होइन केटा ठिक छ नि होइन माछा खतरा निस्क्यो नि त ल थ्याङ्क यू सो मच फर वाचिङ भिडियो फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ बाई बाई टेक केयर